हेलो एभ्रिवान, नमस्ते सर। फेरि पनि तपाईहरु सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। के फेरि पनि कोभिड-19 सुरुवात भइरहेको छ। आजका हामीले न्यूजद्वारा थाहा पाउने छौं कि कोभिड-19 को नयाँ भेरिएन्ट कस्तो प्रकारको छ है, अनि कस्तो प्रकारको हामीले प्रिकसन्सहरु लिनुपर्ने छ, अनि कुन जग्गामा अहिले एकदमै मात्रामा कोभिड-19 को न्यू भेरिएन्ट जुन चाहिँ एउटा JN1 भेरिएन्ट भन्छ, दैट इज सब भेरिएन्ट अफ ओमिक्रन भेरिएन्ट। हामीलाई थाहा भएकै कुरा हो है, जुन प्रकारले कोभिड-19 ले एकदमै तहल्का मचाएर है धेरै जना मानिसहरुको ज्यान लिएको छ है, लिएको थियो। अनि अहिले भने फेरि पनि एउटा न्यूजमा एकदमै मात्रामा भाइरल छ कि JN1 नयाँ भेरिएन्टले एकदमै विदेशमा लाइक सिंगापुर है, हङकङ अनि चाइना अनि थाइल्यान्डमा अग्र रूपले एकदमै है अहिले अगाडि बढिरहेको छ। सो इन्डियाको रिपोर्ट भन्नुपर्दाखेरि इन्डियामा अहिले टोटल 257 वटा केसेस छ, दैट इन तमिलनाडु, महाराष्ट्र एन्ड केरला है। यो तीन जग्गामा तपाईले 257 वटा एक्टिभ कोभिड केसेस जुन चाहिँ एउटा न्यू भेरिएन्ट JN1 भेरिएन्ट छ त्यसलाई तपाईले देख्न सक्नुहुन्छ। अनि यो एकदमै अहिले जुन प्रकारले है 2020 मा कोभिड-19 को एकदमै हाइक एकदमै बेसी थियो अनि धेरै जनाको ज्यान जोखिममा अनि धेरै जनाले त ज्यान पनि गुमाएको थियो। त्यही प्रकारले है अगर यो भेरिएन्टलाई पनि हामीले केयरलेसली लियो भने आखिरमा सिचुएसन सेम लाइक त्यही प्रकारको हुन सक्छ। सो तपाईहरु समक्ष है एउटा यसको सिम्पटम्स अलिकति म बताउँछु है। सिम्पटम्स के छ भने जुन प्रकारले पहिलाको भेरिएन्टमा ओमिक्रन भेरिएन्टमा लाइक फिवर है, कोल्ड एन्ड कफ, स्नीजिङ, बडी एक्स, बडी पेन है, अनि सेभरल अदर सिम्पटम्स है, जिउमा डायरिया, भोमिटिङ एन्ड अल सेम लाइक त्यस्तै खालको सिम्पटम्सहरु यो नयाँ भेरिएन्टले पनि तपाईको देखाउने गर्दछ। त्यसर्थ तपाईहरुसम्म है सम्पूर्णले यसको प्रिकसन्सहरु त्यही हो है, तपाईले कोभिड-19 को प्रोटोकल्स फलो गर्नुहोस् है, वाश योर ह्यान्ड्स रेगुलरली, अनि एकदमै मात्रामा तपाईले भिडान्तरतिर हिँड्दाखेरि चाहिँ मास्कहरु लगाएर हिँड्नुपर्ने हुनेछ है। अनि जुन प्रकारले स्यानिटाइजेसनहरु गरेको थियो पहिला है त्यही प्रकारले हिँड्नु पर्नेछ। दो इन्डियामा अहिले त्यस्तो यसको उयो छैन, तर सिचुएसन कति बेला बिग्रिन्छ है त्यति बेला पनि अब हामीलाई थाहा थिएन, कसैलाई पनि थाहा थिएन कि सिचुएसन कस्तो हुन्छ भनेर है। अनि त्यही प्रकारले अगर केयरलेसली लियो भने सायद सिचुएसन त्यस्तै हुन सक्ने हुनेछ है। तपाईहरु हस्पिटल्सहरु जानुहुन्छ अनि अफिसेसहरु जानुहुन्छ अहिले पनि है, त्यो समयमा तपाईले पनि मास्कहरु युज गर्न सक्नुहुन्छ, किनभने पहिला पनि बिस्तारै सुरुवात भएको थियो चाइनाबाट है। अनि त्यही प्रकारले सिचुएसन कति बेला बिग्रिन्छ त्यो हामी भन्न सक्दैन। सो यो भेरिएन्ट पनि त्यो एकदमै त्यस्तै प्रकारको छ, अलिकति सिरियसली नै लिनुपर्छ। त्यही कारण चाहिँ तपाईले पनि यो भेरिएन्टलाई चाहिँ यसलाई चाहिँ के छ भने अहिले विदेशतिर पनि है, फरेनमा पनि अहिले बुस्टर डोज फेरि लाउने गरिरहेको छ, सिंगापुर, हङकङ, थाइल्यान्ड अनि यता तपाईको चाइनामा पनि है। सो यो एउटा ठुलो इस्यु नै हो है, सबैले ध्यान दिनुपर्ने कुरा। सो तपाईलाई यो एउटा छोटो इन्फर्मेसन तपाईहरु समक्ष शेयर गरेको मात्रै हो है। के कसो लाग्छ भिडियोलाई लास्टसम्म हेर्दिनुहोस् होला, अनि भिडियोलाई इन्फर्मेटिभ लाग्यो भने लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनुहोस् होला भन्दै आजको भिडियो यही समाप्त गर्दछु। थ्यांक यू सो मच वाचिङ। जय हिन्द, वन्दे मातरम।